गुड मर्निङ साथीहरू, नमस्कार। नववर्ष 2082 सालको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्न चाहन्छौँ। देश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपाली आमा बुवा दाजुभाइ तथा दिदीबहिनीहरू नयाँ वर्षको प्रारम्भसँगै 2082 सालमा वसन्त ऋतुको आगमनसँगै वर्षाको आगमन भएको छ र पानी परिरहेको छ। यसै सन्दर्भमा शारदा खोलाको दृश्य देखाउन गइरहेको छु। यहाँलाईको दिनहरू पनि शुभ बितोस् भन्न चाहन्छु। जसरी कल 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 बगिरहेको छ शारदा खोलाको छहरा, त्यसै गरी राजेश पशुपन्छी तथा कृषि फर्ममा यो अन्डरग्राउन्ड लाइन थोपा सिँचाइको लागि जडानको लागि यस्तो खालको डिजाइन गरिएको छ। यो विस्तार गर्दैछौँ हामीले। अन्डरलाइन पाइप विस्तारको काम जारी राखेको छ। यति बेला चाहिँ राजेश पशुपन्छी तथा कृषि फर्म सञ्चालक प्रेमबार खड्काज्यूले चाहिँ यहाँ यसरी गरिराख्नु भएको छ। वरिपरिको दूरी देख्न सक्नुहुन्छ होइन। यसरी यसमा भिन्डी खेती गर्नको लागि थोपा सिँचाइ अनुसार यहाँ चाहिँ नापतोल गरिराख्नु भएको छ। कसरी रोप्ने, के गरी रोप्ने भनेर यस साइडमा डोरी टाँगिएको छ। यसरी यस साइडमा डोरी टाँगिएको छ। यो पाइप हेरेर चाहिँ थोपा सिँचाइको लागि अन्डरग्राउन्ड यो ठुलो पाइपबाट एउटा चाहिँ विकेन्द्रीकरण गरिदिने हो। देख्न सक्नुहुन्छ यो हिजो चाहिँ यहाँनिर यो पाइप खनियो। आज चाहिँ यो विस्तार गर्ने काम जारी छ। यो चाँपी हो ए उता सिधा हेर्नु उताबाट के उताबाट त्यो सिधा छ। ठिक छ, ठिकै छ। थोपा सिँचाइको लागि अन्डरग्राउन्डमा सेटिङ गर्ने यो पाइप यहाँ तयारी भइरहेको छ साथीहरू, देख्न सक्नुहुन्छ। यो पिसी पाइप चाहिँ अन्डरग्राउन्डको चाहिँ यो तयारी हाम्रो फाइनल भएको छ। हामीले चाहिँ यहाँ राखिसकेका छौँ होइन, देख्न सक्नुहुन्छ होइन। अन्डरग्राउन्डमा यहाँ राखिसकेका छौँ। अब चाहिँ हामीले यो यहाँबाट यसको फाइनल गर्न बाँकी नै छ यहाँनिर होइन। यहाँ राख्न बाँकी छ, तयारी गर्दै हुनुहुन्छ, देख्न सक्नुहुन्छ होइन। राखेर क्याप लगाउने यो तयारी गरिराख्नु भएको छ प्रोपराइटरजीले। अनि चन्द्रबहादुरले चाहिँ पाइप समाउनु भएको छ। चन्द्र खड्का माइलाजीले क्याप लगाइसकेपछि हाम्रो काम पुर्ने काम हुन्छ होइन। ल राजेशजी, हिसाब किताब क्लियर छ? छैन? सबैलाई नमस्कार। बेला आएको छु राजेश पशुपन्छी तथा कृषि फर्ममा। राजेश पशुपन्छी तथा कृषि फर्मका सञ्चालक प्रेमबहादुर खड्काज्यूले यहाँ थोपा सिँचाइ जडान गरेर भएको छ र ड्याङ हानिरहनु भएको छ। यति बेला अब यसमा चाहिँ भिन्डी खेतीको लागि तयारी गरेर राख्नु भएको जस्तो लाग्छ। ल साथीहरू, थोपा सिँचाइ विस्तार भइरहेको छ लाइन यहाँ हेर्नुहोस्। यो ड्याङ भइसक्यो, यो ड्याङ पनि भइरहेको छ। यहाँ अर्को ड्याङ भइरहेको छ। 1 2 3 4 चौथो ड्याङमा हामीले ड्याङ विस्तार गरेर पनि यहाँ पाइप लाइन यस्तै बिछाएर काउन्टिङ भइरहेको छ, देख्न सक्नुहुन्छ। यहाँ चाहिँ प्रोप्राइटर यहाँको नाममा छैन फर्म, यहाँ के अरे राजेश खड्का होइन, राजेश खड्काको नाममा हो।
के अरे राजेश पशुपन्छी तथा कृषि फर्म होइन हजुर? कस्तो हाँस्नु भएको मिठो मिठो मुस्कान छ। नमस्कार, राजेश पशुपन्छी तथा कृषि फर्मको प्रोपराइटर प्रेमबहादुर खड्का, ठेगाना सारदा नगरपालिका वडा नम्बर 15 सैलाहरी सल्यान। हामीले चाहिँ थोपा सिँचाइको पाइपहरू मेन लाइन चाहिँ हामीले पहिला गाडिसकेका थियौँ, अन्डरग्राउन्ड गरिसकेका थियौँ। अनि त्यस पछाडि 16 mm को भल्भ जोडेर अनि त्यस पछाडि हामीले चाहिँ सप्लाई पाइपहरू प्रत्येक बोटमा जाने पाइपहरू चाहिँ हामीले फिटिङ गरिरहेका छौँ। बाँकी यसरी हेर्न सक्नुहुन्छ हामीले ड्याङ उठाएर यो असार साउनमा पनि हुने भएको कारणले हामीले चाहिँ अलि उच्च ड्याङ लगभग झन्डै 1 फिट जति अग्लो ड्याङ उठाएर हामीले चाहिँ यता थोपा सिँचाइ हालेका छौँ। तर हिउँदे सिजनमा र पानी नपर्ने सिजनमा चाहिँ हामीले सम्म ठाउँमै बनाएर थोपा सिँचाइ जडान गरेर गराउन सकिन्छ भने अहिले चाहिँ हामीले झन्डै 1 फिट जति अग्लो ड्याङ उठाएर हामीले चाहिँ थोपा सिँचाइ जडान गरिरहेका छौँ। बाँकी अब हामीले चाहिँ मल्चिङहरू पनि लगाउनेछौँ। हामीले अहिले थोपा सिँचाइको पाइप फिटिङ गरेर सप्लाई पाइप प्रत्येक बोटमा जाने सप्लाई पाइप फिटिङ गरेर अनि त्यस पछाडि हामी थोपा सिँचाइको जडान गरिसकेपछि हामीले मल्चिङ लगाउँछौँ। मल्चिङ लगाएको लगत्तै हामीले चाहिँ प्लास्टिक पाल पारेर अनि त्यसमा बेर्ना रोपेको पनि हामी भिडियो अथवा यो हामीले चाहिँ विवरण पोस्ट गर्नेछौँ। हामीले सारिरहेका छौँ ड्याङहरू देखिरहनु भएको छ होइन। राजेश पशुपन्छी पम्पका प्रोभाइडर प्रेमबहादुर खड्काज्यूले चाहिँ पाइप लाइन विस्तार गरिरहनु भएको छ थोपा सिँचाइको लागि। यता देख्न सक्नुहुन्छ।